गुड मर्निङ एभ्रिवान। के छ सन्चै आरामै हुनुहुन्छ होला हजुरहरू होइन। म आज चाहिँ माछाको रेसिपी बनाउन गइरहेको छु। हजुरहरूले हेरेर प्रतिक्रिया दिनु होला। यो चाहिँ हाम्रो किचन अलिक फोहोर छ होइन। माछा चाहिँ किन भन्दाखेरि म माछा देखाउन गइरहेको छु होइन। माछा चाहिँ यो है गाइजहरू, माछा त्यस्तो दामी दामी माछा छ भने लामो लामो माछा। माछाको नाम चाहिँ थाहा छैन, हजुरहरूलाई थाहा छ भनेदेखि भनिदिनु होला। अब म यसलाई पिस पिस गर्न गइरहेको छु। फाइनली गाइज मैले माछा चाहिँ काटिसकेको छु होइन। आफ्नो सानो सानो पिस गरेर माछाहरू यसरी काटेँ होइन। अब म यसलाई मसला घोल्न जाँदैछु है। म चाहिँ माछाको लागि तयार गर्दैछु। यो चाहिँ हाम्रो मिक्स मसला हो होइन, फ्राईको लागि। अनि यो चाहिँ हाम्रो मिट मसला हो। मिट मसला के भन्छ यो, मछली मसला अरे होइन। यो मछली मसला थोरै हाल्छ है। अनि त्यसपछि अलिअलि नुन हाल्यो। त्यसपछि कागती हालेर यो चाहिँ बेसार हालेर सबै मलेर अब म रेडी गर्दैछु। गाइस फाइनली माछा चाहिँ हाम्रो यो मसला लागिसक्यो। अब यसलाई एकछिन छोपेर राख्नुपर्छ होइन। अनि त्यसपछि गाइस अब म फ्राई गर्नलाई ग्यास चुलो अन गर्दैछु। इलेक्ट्रोनिक चुलो होइन। यस्तो हुन्छ। यसमा तेल हाल्नु पर्छ। भाँडो एकछिन तातेपछि गाइज फाइनली मैले तेल हालेँ होइन। तेल तात्दैछ। माछा पनि रेडी भयो। अब यस्तो भइरहेछ होइन माछा। अब मैले यसलाई फ्राई गर्न जाँदैछु। गाइज माछा फ्राई हुँदैछ होइन। माछा फ्राई गर्दैछु म। तेल तातिसकेको छ। माछा पनि हालिसकेँ मैले। माछा फ्राई हुँदैछ। माछाको लागि हरियो लसुन बेस्ट हुन्छ होइन। त्यही भएर मैले हरियो लसुन ल्याएको छु। त्यति राम्रो त छैन होइन। गाइज मैले चाहिँ यो चिजहरू हाल्दैछु। धनियाँ लसुन होइन, टमाटर धनियाँ लसुन प्याज हाल्दैछु। माछा चाहिँ उता फ्राई हुँदैछ गाइज होइन। म चाहिँ यो काट्न गइरहेको छु। काट्दैछु है। प्याज चाहिँ यस्तो छोटो छोटो बनाएर काट्नु होला। माछा फ्राई हुँदैछ साथीहरू। म चाहिँ यसरी यो मिक्स अलिअलि मसला अनि त्यसपछि योहरू पिस्दैछु। अझ यसरी पिसेर हाल्छु है। तपाईँहरू कसरी हाल्नुहुन्छ? मिक्सर छ अन्त मिक्सरले भन्दा हातले पिस्यो भने हाम्रो टेस्ट आउँछ कि, त्यही भएर म चाहिँ यसरी पिस्छु है। त्यति राम्रोसँग पिस्न त आउँदैन, तर पनि यसरी पिसेर हाल्यो भने टेस्ट राम्रो आउँछ। गाइस मेरो चाहिँ मसलाहरू रेडी भयो होइन। पिसेको मिक्सहरू होइन। धनियाँ लसुन यताउता टमाटर हरियो लसुन प्याज धनियाँ। अब यसमा के छुटेको छ हजुरहरूले भनिदिनु होला है। माछा फ्राई हुँदैछ। यो चाहिँ माछा है फ्राई हुँदैछ। विक्रम जारी छ। हेलो साथीहरू है, माछा चाहिँ फ्राई भइसक्यो फाइनली होइन। अब चाहिँ तपाईँको मैले यसमा ग्रेभी बनाउन, माछाको ग्रेभी बनाउन गइरहेको छु। यो चाहिँ मेरो ग्रेभी बनाउने भाँडो अलिक पुरानो छ है। यहाँ अब मैले चाहिँ तेल यही हाल्ने, किन फाल्नु है, राम्रै तेल हो यो माछा फ्राई गरेर त हो। अनि यही तेल हाल्ने सोचमा छु होइन। यहाँ मसलाहरू रेडी भइसक्यो, दिइहाल्नु भइसक्यो होइन। तेल पनि तारेछ। मैले चाहिँ यो हाल्दैछु किन भन्दाखेरि धेरै है यसमा सर्स्युम हाल्यो भने राम्रो हुन्छ, मिठो हुन्छ अरे। मलाई चाहिँ सर्स्युम मन पर्दैन है, त्यही भएर मैले चाहिँ सर्स्युम हालिनँ। फाइनली अब मैले प्याज हाल्न गइरहेको छु है। पऱ्यो प्याज हालेँ। प्याज हालिसकेपछि अब प्याज एकछिन भुट्नु पर्छ है। यसलाई कालो कालो रातो रातो बनाउनुपर्छ होइन। प्याज भर्दैछु म।
गाइस थोरै बेसार हाल्दैछु म है। अघि पनि हालेको, अहिले चाहिँ ग्रेभीको लागि थोरै हाल्नुपर्छ बेसार। गाइस अब प्याज गऱ्यो है, प्याज उभइसक्यो। अब म यो लसुन हाल्न गइरहेको छु। लसुन चाहिँ हाल्नै पऱ्यो होइन। लसुन एकछिन लसुन पकाउनुपर्छ होइन। लसुन पाकिसकेपछि अब अलिअलि मिक्स जस्तै हो। एक हातले डाइरेक्ट मोबाइलबाट चाहिँ मैले चाहिँ हातमै गरेको होइन, त्यही भएर अलिकति हुँदो रहेछ क्या। अदुवा लसुन हालेँ मैले यो चाहिँ है। अब अदुवा लसुन चाहिँ पिरो भएकोले गर्दाखेरि मैले हालेर यो पाक्दैछ। यो साह्रो पाक्छ होइन। त्यो पाकिसकेपछि अब एकछिनमा 5 मिनट पाक्न दिनुपर्छ। 2 मिनट भनौँ न, 5 मिनट हाल्दै होला। यो साथीहरू यस्तो अब म चाहिँ अब के हाल्नु गएको छु यहाँ, त्यो मसला मिक्स मसला है, जिरा सिरा यो चाहिँ सबै मिक्स छ है। मिक्स मसला हाल्न गइरहेको छु। वा यसको कलर हेर्नुहोस् न, मसला हाल्ने बित्तिकै हुँदैछ होइन। अब म नुन हाल्न गइरहेको छु है। नुन हालेर अब 5 मिनट पकाउनु पऱ्यो नुन हालेर होइन। पाकिन्छ अब पाकिसकेको हो, तर मसला पकाउनु पऱ्यो होइन। अब चाहिँ म यो फिस मसला है, फिस मसला है हाल्दैछु। यो चाहिँ अब यसमै छ कि धुलो खोर्सानीहरू सबैहरू यसैमा छ होइन। अनि यो चाहिँ अब अलिक बढी माछालाई अब अरू मसला यो मसला चाहिँ अलिक बढी हाल्नुपर्छ अरे होइन। पर्छ अरे होइन, पर्छ। अब आफ्नो स्वाद अनुसार हो, कति हाल्छ कति हाल्छ। कलरै अर्को भएको छ राम्रै भयो नि त। यसलाई चाहिँ अब चुलोलाई घटाइदिन्छु, हल्का घटाएर उसिन यसलाई पकाउनुपर्छ। एकछिन मसला पाक्नुपर्छ 2 मिनट होइन। साथीहरू मेरो मसला पनि पाक्यो होइन। मसलाहरू सबै पाक्यो। अब म टमाटर हाल्न गइरहेको छु यसमा। अब यो टमाटर हाल्न गइरहेको छु। एक हातले अलिक नमिल्ने भएकोले गर्दाखेरि यसलाई यहाँ राखौँ है। अब यो टमाटरहरू सबैले हालेर यसलाई अब 5-10 मिनट टमाटर मजाले पकाउनुपर्छ होइन। साथीहरू मेरो अब यो टमाटर पनि पाकिसक्यो है। ग्रेभी भयो है। मासु एकछिन थोरै यो मसलाको पानी हालेर पकाउँछु म यसलाई। फ्लेभर आइदिन्छ, यस्तो दामी आइदिन्छ। एकछिन यसलाई थोरै पानी हालेर चाहिँ मिलाइदिनुपर्छ। त्यसपछि आफूलाई कति रस राख्न मन लाग्छ म अब अहिले एकछिन पाकेपछि यो चाहिँ भयो है। लगभग मसला रेडी भयो। अब म यसलाई झोल अब सुप हाल्छु। हामी चाहिँ अब साथीहरू अलिक धेरै छ होइन, त्यही भएर म चाहिँ सुप चाहिँ अलिक बढी नै हाल्छु होइन। किन भन्दाखेरि यति पुग्दैन, साथीहरू धेरै हुनुहुन्छ होइन। अब सबैलाई पुर्याउनु पऱ्यो, त्यही भएर सुप चाहिँ अझै पानी थोरै बढी हाल्छु। गाइस ल मैले चाहिँ सुप हालेँ है। अब यसलाई 5 मिनट उम्लिन दिनु पऱ्यो। यसरी मस्त उम्लिन्छ होइन। उम्लेपछि अनि त्यसपछि साथीहरू यो चाहिँ हामीले रोपेको फुल है, उम्लिँदैछ। हामीले टमाटर पनि हालिदिएको छ। बाहिरको मौसम चाहिँ यस्तो चिसो छ हेर्नुहोस् है। ओ माइ गॉड, एकछिन म बाहिरको मौसम पनि अहिले हजुरहरूलाई देखाउनेछु लास्टमा। गाइस मेरो चाहिँ सुप रेडी भइसकेको छ हेर्नुहोस्, मस्त उम्लिरहेछ है। फ्लेभर पनि राम्रो छ होइन, राम्रो छ। अब वा यत्रो दामी 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 सुप बनिसक्यो है। अब यसलाई चाहिँ म थोरै धनिया हालिदिन्छु है। किन भन्दाखेरि बिचमा हल्का यसको छन अलिकति
सुप वाउ देखिन्छ कि त्यही भएर होइन मैले चाहिँ अनि अब यसको साथमा मैले माछा हालेँ है माछा चाहिँ यस्तो हालेँ अब माछा हालेँ माछा हालेर यसलाई अब चलाइदिएँ है अब यो चाहिँ 5 मिनट उमाल्नुपर्छ है छोपेर म चाहिँ यसले छोप्छु फाइनली गाइज मेरो माछा चाहिँ रेडी बनाउन लागेको छ होइन अब रेडी हुन लागेको छ मस्त रेडी भइसक्यो होइन रेडी भयो माछा होइन अब यसमा तपाईँको त्यो कागती हल्का टेस्ट अनुसारको कागती हालेँ है म यो पनि अफ गरिदिएँ चुलो पनि मैले अफ गरिदिएँ यस्तो अब यस्तो चलाइदिएँ वा यस्तो दामी बन्यो नि माछा वा खतरा बनेको छ अब यसमा लास्ट के हाल्न बाँकी छ भने धनियाँ हाल्दैछु म मैले धनियाँ हालिदिएँ होइन काठले नखाले गर्दाखेरि अनि कति भएको छ गाइज मेरो माछा फाइनली रेडी भयो है आजको मेरो छोटो भिडियो अब यसमा के छुट्यो के हाल्यो के हाल्नु पर्ने के बाँकी यो चाहिँ हजुरहरूले भनिदिनु होला गाइज है यो माछा चाहिँ मैले बनाएँ तयार भइसक्यो मेरो यहाँ है यस्तो गरी देखाइदिनु यस्तो राम्रो हुन्छ होला है यो भिडियो मेरो पहिलो प्रयास हो हेरेर कस्तो हुन्छ प्रतिक्रिया दिनु होला अनि के गर्नुपर्ने सब्सक्राइब लाइक कमेन्ट फुल वाच गरिदिनु होला थ्याङ्क यू सो मच बाई बाई आई लभ यु अल अफ यू फाइनली भयो माछा रेडी